आज हामी है शान्ति समाजको हाम्रो मासिक सभामा हामी महिना विषय गर्छौँ। त्यो मासिक सभामा हामीले अस्ति 22 तारिकको दिन 22 अप्रेलको दिन जुन पहलगाममा काश्मीरमा जुन आतङ्कवादी जति पनि टुरिस्टहरूलाई पर्यटकहरूलाई धर्म सोधी जति पनि हत्या गरियो त्यसको निम्ति हामी शान्ति समाजले भर्सना जनाउँछौँ। साथै उहाँहरूप्रति आज हामीले श्रद्धाञ्जली पनि अर्पण गर्यौँ र 1 मिनटको मौन धारण गरेर उहाँहरूलाई श्रद्धाञ्जली अर्पण गर्यौँ है। जुन हाम्रो समाजमा घटित हुन्छ घटनाहरू त्यसमा हाम्रो पहाडको सबै जनताहरू सहर समाज सहर छिमेकी सबैजनालाई जागरुक हुन्छ भन्ने तात्पर्यको हिसाबले प्रत्येक समाजहरूले गाउँ समाजले पनि यो श्रद्धाञ्जली दिनुभयो भने चाहिँ अति नै राम्रो हुने थियो भन्ने हामीले सोच राखेका छौँ र सबैले नै यो गरिदिनु भयो भने चाहिँ राम्रो हुने थियो है। कतिलाई अब यो जानकारी पनि छैन यो के भइरहेको छ होइन। अघि भन्दै थियो कतिले के को रहेछ भन्दै, तर सबभन्दा पहिला चाहिँ हामी अब कन्सियस हुनु पर्यो, जानकारी हुनु पर्यो होइन यो के भइरहेको छ भनेर। यो चाहिँ हो तपाईँको 22 अप्रेल पहलगाम, जहाँ चाहिँ कश्मीरमा एउटा टुरिस्ट प्लेस छ है। त्यो ठाउँमा चाहिँ 22 तारिकको दिन चाहिँ घुम्नु गएको टुरिस्टहरू है त्यहाँको पर्यटकहरूलाई चाहिँ गोली मारेर हत्या गरियो। त्यसमा चाहिँ भर्खर बिहा गरेको 16 दिन 17 दिन भएको बुढाहरूलाई विशेष गरेर केटाहरूलाई चाहिँ धर्म सोधेर मारियो। तिमी के धर्म हो? हिन्दू। ड्याङ्ग ठोकेर यी धर्म